हजुर बढेको छ ठिकै छ नि ठिकै छ सास लिनलाई हल्का गाह्रो भयो अनि मुखबाट चाहिँ कस्तो भयो नि कफ र ब्लड आयो मुखबाट हैन अनि मेरो मम्मीले चाहिँ त्यो बोटकोले थापेर कफ र ब्लड फालिरहनु भयो अनि नर्सलाई बोलाउनु भयो दुईजना नर्सहरू आउनु भयो अनि नर्सहरूले भन्नुभयो हैन डराउनु पर्दैन स्थिति सामान्य छ त्यस्तो आतिनु पर्दैन कफ चाहिँ त्यो ब्लड र कफ चाहिँ मुखमा त्यो अपरेसनको पाइप हालेको हुँदो रहेछ त्यो पाइपले चाहिँ उहाँको पासेर त्यो ब्लड आएको यो त राम्रो हो भन्न थाल्नु भयो क्या नर्सले तपाईँ चिन्ता नलिनु भन्नु बरु ढाडमा यसरी सुमसुमाइदिनु भन्न थाल्नु भयो अनि ढाडमा यसरी सुमसुमाइदिएँ मैले अगाडि छातीमा सुमसुमाइदिएँ अनि मलाई फेरि नर्सले अनि उते लिन पठायो के बाफ लिन पठाउनु भयो के उहाँलाई अक्सिजन लगाउनुको सट्टामा बाफ लगाएर राखिदिनु भयो उहाँले अनि मैले भने उहाँलाई अझै सास फेर्नलाई गाह्रो भयो अनि मैले भने अक्सिजन लगाउनु न तपाईँहरू भनेपछि बल्ल उहाँले अक्सिजन खोज्नलाई जानुभयो र अक्सिजन लगाउनु भयो अनि डक्टरलाई बोलाउनु डक्टर त आउनु पऱ्यो नि त बिरामीको हालत जटिल हुँदै गइसकेपछि डक्टरलाई मैले भने डक्टरलाई बोलाउनुहोस् न डक्टरलाई बोलाउँछु बिरामीलाई गाह्रो भइसक्यो भन्दाखेरि डक्टर लगभग 20 मिनटदेखि 25 मिनटको भित्रमा बल्ल डक्टर उहाँ त्यहाँ उपस्थित हुनुभयो अनि डक्टरले नि त्यस्तो विधि वास्ता गरेको जस्तो गर्नु भएन कि त्यतिखेर अनि मैले भने आइसियुमा लैजानु न बिरामीलाई गाह्रो भइसक्यो भन्दाखेरि चाहिँ उहाँले हाम्रोमा आइसियु खाली छैन तपाईँ अर्कै हस्पिटल लैजानु भनिदिनु भयो अनि अन्तिम आवरमा आएर मेरो हातमा नै मेरो मिसेसको डेथ भयो त्यही लास्ट आवरमा हजुर आँखा अगाडि नै म हेर्दै त्यही टलीमा चलाउँदै उहाँको सास र पिसाब